नयाँ घर बनाएर बस्न थाल्नु भएको 6 महिना 1 वर्ष पनि भएको छैन, तर घरको चाहिँ विभिन्न ठाउँहरूमा क्र्याकहरू देखा पर्न थालिसकेको छ। नयाँ घरहरूमा देखिने यस्ता क्र्याकहरू नर्मल्ली प्याराफिट वाल र स्ल्याबको जोइन्टहरूमा, बिम र वालको जोइन्टहरूमा, झ्याल ढोकाको कर्नरहरूमा र कहिलेकाहीँ अन्य स्थानहरूमा पनि यस्ता खालका क्र्याकहरू देखा पर्न सक्छन्। के कारणले यस्ता खालका क्र्याकहरू देखा पर्छन्? गुणस्तर नभएको कन्स्ट्रक्सन मेटेरियल जस्तो कि बालुवा, सिमेन्ट, वाल प्लास्टरको काम गर्दा पिपिसी सिमेन्टको ठाउँमा ओपिसी सिमेन्टको प्रयोग गर्दा, बालुवा सिमेन्टको रेसियो नमिलेर क्युरिङ नपुगेर पूर्व माटोमा घर सेटल हुने क्रममा पनि यस्ता क्र्याकहरू देखा पर्न सक्छन्। भूकम्पको पराकम्पनहरू पनि अर्को कारण हो। नयाँ घरहरूमा यस्ता क्र्याकले घरको लुक्सलाई बिगार्छ। तत्कालै यस्ता क्र्याकहरूले स्ट्रक्चरमा कुनै असर नदेखाए पनि बेलैमा उचित उपचार भएन भने भविष्यमा अवश्य पनि क्षति पुर्याउन सक्छ। त्यही भएर घर निर्माण गर्दा नै विशेष ख्याल पुर्याउनु भयो भने यस्तो समस्याहरूबाट बच्न सक्नुहुन्छ। वाल र बिमको जोइन्ट, स्ल्याब र प्याराफिट वाल, झ्याल ढोकाको कर्नर, घरसँग कम्पाउन्ड वाल जोइन्ट भएको ठाउँमा तपाईँले प्लास्टर गर्नुभन्दा अगाडि यस्ता ठाउँहरूमा यस्तो किसिमको स्टिलको जाली प्रयोग गरेर प्लास्टर गर्नुभयो भने यस्तो समस्याहरूबाट बच्न सकिन्छ। प्याराफिट वाल लगाउनुभन्दा अगाडि स्ल्याबलाई अनिवार्य रूपमा चिपिङ गर्नुपर्छ। धुलो माटो सफा गरेर मात्रै वाल लगाउनुपर्छ। घरभित्र र बाहिर हावाको चापमा हुने फरकको कारणले गर्दा पनि क्र्याकहरू देखा पर्ने हुँदा वालको बाहिरपट्टि सानो प्वाल बनाउँदा पनि फाइदा पुग्छ। प्लास्टर सकेको कम्तीमा 2-3 महिना पछाडि मात्रै कलर गर्नुपर्छ। क्र्याक देखा परिसकेको छ भने सिलिङ टेप प्रयोग गर्न पनि सकिन्छ।